विद्युत प्राधिकरणको एमडीलाई सरकारले हिजो हटाएछ। अब सरकारले हटाएपछि के आरोप लाग्यो होला भनेर आज हेरेको मैले। मुख्य आरोप के रहेछ भने उसले काम गर्न नसकेको भन्ने आरोप रहेछ। अरू केही गम्भीर विषय छ कि त हटाउनुको कारण भन्ने त लागेको थियो कि त्यस्तो गम्भीर विषय केही पनि होइन रहेछ। काम गर्न सकेन भन्ने आरोप रहेछ। यो कुरा कसैले पत्याउन्न मन्त्रीज्यू। है यस्तो वाहियात तर्क गरेर काम गर्ने मान्छेलाई हटाउनु यो हाम्रो देशको दुर्भाग्य हो, यो दुःखद कुरा हो। यसको म विरोध गर्न चाहन्छु र सरकारलाई अनुरोध गर्छु यो निर्णय सच्याओस् म आग्रह गर्न चाहन्छु। मैले बजारबाट त्यति बेला योग्यतम मान्छेहरू मध्येबाट खोजेर नियुक्ति गरेको थिएँ पहिलो कार्यकालमा। पछि मैले केही समय सहकार्य पनि गरेर परिणामले पनि काम गर्न सक्ने